हेलो गुड आफ्टरनुन साथीहरू, राधे राधे। तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छु सन्चै होला भनी म पनि सन्चै छु। साथीहरू अहिले भात खानु लागेको, तपाईँहरूले खानुभयो होला। मेरो त यस्तै हो, ढिलो हुन्छ। स्कुलबाट आउँदा आउँदा तपाईँको 2 बजिसक्यो, 2:10 भइसक्यो। अहिले बल्ल खानु थालेको साथीहरू। तपाईँहरू सबैले त खानुभयो होला। मेरो त बल्ल सुरु हुन्छ, आएर बनाएर खानुपर्छ। बिहान सब्जी र यो भात बनाएर गएको थिएँ, भात हटकेसमा राखेको थिएँ। ले आएर माछा फ्राई गरेँ। अब खानु लाग्नु पर्यो साथीहरू। हेर्नुहोस् मेरो खानामा के छ। यहाँ हेर्नुहोस् मेरो खानामा फिस छ, अनि राइस, अनि ग्रिन चिल्ली यसरी लामो लामो फ्राई गरेर खानु लागि। अनि यहाँ छ तपाईँको चाना र मटरको झोल। अब म खानु सब्जी हालेर खानु पर्यो साथीहरू। टेस्टी रहेछ साथीहरू। मटर र चानाको झोल मेरो फेभरेट हो। तपाईँहरूलाई कस्तो लाग्छ मटर र चानाको झोल भन्नुहोला साथीहरू। अच्छा, फिस लोकल फिस हो यो, अरुणाचलको नदीको। क्रन्ची भएछ फ्राई। साथीले दिनुभएको थियो, मेरो घरको मालकिनले। लोकल माछा, अरुणाचलको नदीको माछा बहुत टेस्टी हुन्छ साथीहरू। बहुत भिटामिन पनि छ। साथीहरू लोकल माछा खानुहुन्छ भने आउनुहोस् अरुणाचलमा। यस्तो भोक लागेको थियो साथीहरू। बिहान पनि ब्रेकफास्ट नखाइ जान्छु म स्कुल। बिहान गरम पानी, हल्का गुनगुना गरम पानी 1 गिलास खान्छु। अनि दुध चाय खान्छु, सानो कपको 1 कप। कहिले कहिले बिस्कुट खान्छु, कहिले कहिले नखाइकन जान्छु। आज त खाइनँ, तर बहुत भोक लाग्छ 2 बजेसम्म। स्कुलको क्यान्टिनमा चिप्सहरू भेट्छ। कहिले कहिले बेसी भोक लाग्यो भने त्यहीँबाट जुसहरू, चिप्सहरू खाइदिन्छु बेसी भोक लाग्यो भने। ल त साथीहरू,